यो अलैँची बोटर चाहिँ 4-5 वर्ष पुगेको बोटर है यिनीहरू चाहिँ। यसपालि 5 वर्ष पुगेको यो सिरामना अलैँची यस्तो राम्रो छ। अन्त यो जहिले पनि गोड्नुपर्छ यो अलैँची चाहिँ। यो झार जङ्गल फुल खेल्दैछ भनेर राख्नु हुँदैन, जहिले पनि बोट सफा गर्नुपर्छ यसरी। यो क्लियर सफा गरे मात्रै अलैँची फल्छ, नभए अलैँची फल्दैन। यो फुलहरू सबै मुसाले खाइहाल्छ, त्यस्तो हुन्छ है हजुरहरू। सब फार्नुपर्छ है यो अहिले नै, छिट्टो गरेर फार्नुहोस् है अलैँची। भयो यो भारलाङ अलैँची चाहिँ यस्तो हुन्छ है साथीहरू, हेर्नुहोस् है। यसरी गोडी राख्नुपर्छ है, मजाले गोडी राख्नुपर्छ, अनि राम्रो फल्छ है अलैँची चाहिँ। यस्तो हुन्छ भारलाङ चाहिँ। फल्ने खालको भारलाङ चाहिँ यस्तो खालको हुन्छ है। यो टुसाहरू पनि यस्तो आउँछ, बोटहरू पनि यस्तो हुन्छ। यसको फेदमा गाना चाहिँ अलिक ठुलो हुन्छ यो भारलाङको चाहिँ। रामसै अलैँचीको चाहिँ अलिक सानो हुन्छ गाना फेदमा चाहिँ।